सरप्राइज वितरण कार्यक्रम गर्न चाहन्छु। सरप्राइज आज सरप्राइज पाउन योग्य हुनुभएका विद्यार्थी र त्यो योग्य बनाउनका निमित्त विविध विषयहरूमा सङ्घर्षरत विद्यार्थी भाइ बहिनीहरू र आजको सम्मान पाउन योग्य बन्ने वातावरण बनाइदिने आदरणीय म्यामलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। र ढुङ्गाराम दिवन उक्त प्राइज कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूको लागि चलचित्र भविष्य शुभकामना चाहिँ वितरण गर्नेछु। र मैले के भन्न चाहन्छु भने सायद यो विदाई फेयरवेल अस्तिदेखि नै चलिरहेको कुरा सुन्दै शब्दमा सुन्नुहुँदाखेरि यो शब्दलाई धेरै कुराहरू शब्दलाई कसरी शब्दमा प्रस्तुत गर्नुपर्छ भन्ने कुरा मैले शब्दको थुप्रै पल्टाएँ पनि शब्दमा कुनै पनि शब्द भेट्टाइन जहाँ चाहिँ सही शब्दले यो विदाई भन्ने शब्दलाई चाहिँ परिभाषित गर्न सकोस् मैले भेट्टाएन। यसर्थ यी विदाई भन्ने शब्द भाव हो, भावना हो। कतिपय विद्यार्थी यहाँ उफ्रिरहेको, हात उठाइरहेको या ऊ गरिरहेको देख्दै गर्दाखेरि चाहिँ म कहाँ छु आज विदाई त भन्दै थिएँ तर यो विदाई नै हो कि म कहाँ छु भन्ने किसिमको पनि मलाई कता कता मनमा फिल भयो। हामी जोडिरहँदा हामी पुष्पाञ्जली एउटा परिवार हो। आज चाहिँ परिवारबाट कुनै सदस्य टाढा हुँदैछन्, उहाँहरू चाहिँ उज्जवल भविष्यका निमित्त जस्तै घरबाट टाढा हुँदा कुनै परदेशी भन्दा कुनै सदस्य जब परदेश हिँड्नुहुन्छ उहाँ थाहा छ पैसा कमाउनको लागि र घरको त्यही छाना टाल्नका लागि त्यही घर लिपोट गर्नका लागि निस्किनु हुने भन्ने सबैलाई थाहा छ। तैपनि सँग साथसाथै लामो समयसम्म बिताएपछि पुनः एउटा औपचारिक यात्रा सम्बन्ध टुट्टिँदा त्यो चाहिँ कता कता मनमा चिसो पर्छ। यो शब्दमा बयान गर्ने कुरा होइन र म सर्वप्रथम थप मेरो शुभकामना चाहिँ प्रस्तुत गर्नेछु। त्योभन्दा पहिला चाहिँ बेस्ट अफ 5 स्टुडेन्टलाई चाहिँ उज्जवल भविष्यको शुभकामना दिँदै प्राइज वितरण गर्न चाहन्छु र उक्त प्राइजको चाहिँ वातावरण सिर्जना गरेर ठुलो सहयोग गर्नुहुने वातावरण निर्माण गर्नुहुने आदरणीय भन्दा पनि मलाई जन्म दिने मेरो आमा हुनुहुन्थ्यो भने कर्म दिने आमा मान्छु म उहाँलाई। मेरो पूजनीय हुनुहुन्छ, पूजनीय आमा सदा हुनुहुन्छ र म उहाँका हरेक एक शब्दले मोटी भए। उहाँको हरेक एक शब्दले गर्दा मैले चाहिँ केवल विद्यालयमा मात्र नभएर मैले घरमा हरेक समय 24 घण्टा जति बेला मेरो माइन्ड चाहिँ कन्सियस अवस्थामा हुन्छ। त्यो माइन्डमा चाहिँ सायद पुष्पाञ्जली र विद्यार्थीहरूको बारेमा नै सोच्यो होला, प्लान बनायो होला। के कति कारणले गर्दाखेरि चाहिँ आज हामी सक्छौँ। हिजो मात्रै कक्षा 8 का विद्यार्थीहरू जब विद्यालयको दुर्गालक्ष्मी स्कुलको हलमा बाहिर निस्किँदै हुनुहुन्थ्यो उहाँको अनुहार हेर्न लायक थियो। म खुसीले गदगद थिएँ। मलाई केही पनि चाहिँदैन, म टिचर हो, मलाई केही पनि चाहिँदैन, मलाई गुरुदक्षिणाको रूपमा केही पनि चाहिँदैन। बस विद्यार्थीको त्यो सफलताले मेरो मलाई चाहिँ गदगद गर्यो। म चाहिँ टिचर भनेकोमा चाहिँ एउटा खुसी व्यक्त भयो। विद्यार्थीहरू 10-15 मिनटभन्दा अगाडि नै आइसकेका थिए। मैले पेपर मागेँ, पेपर माग्ने बित्तिकै मैले पेपर सजाउन हेरेँ, म उसै खुसी भयो। जब टाइम हो विद्यार्थीहरू बिस्तारै लाइनमा सबै निस्किँदै थिए उतैबाट चाहिँ सबै विद्यार्थीले चाहिँ हाम्रो सिलर पेपर माथि गर्दै हात हल्लाउँदै निस्किनु हो। मैले उक्त विद्यार्थीहरूको खुसीको त्यो क्षणलाई मोबाइलमा कैद गर्न मन लाग्यो अनि मैले गेटबाट विद्यार्थीको भिडियो बनाउन सुरु गरेँ। धेरै ठुलो केक पनि होइन, भोलिको दिनमा कापी चेक गर्नु नम्बर आउने त्यो ठुलो कुरा। त्यो कापी चेक हाम्रो हातमा होइन, केवल इक्जाम हलभित्र छिर्नुभन्दा पहिला कन्फिडेन्स म गर्न सक्छु भन्ने आत्मविश्वास होस् र इक्जाम हलबाट निस्किसकेपछि यदि फेल किन नहोस्, मैले गरेँ, मैले चाहिँ जे गरेँ 1 नम्बरको किन गरेन मैले गरेँ भन्ने चाहिँ आत्मविश्वास र एउटा खुसीको साथ विद्यार्थी बाहिर निस्कियोस् भन्ने चाहिँ हरेक एक टिचरको चाहना हुन्छ। यसै ठुलो कक्षा 10 को विद्यार्थीको पनि एउटा ठुलो आशा राखेको छु। निकै राम्रो छोटो समयमा राम्रो मेहनत गर्नुभएको छ। तपाईँहरूको मेहनतलाई उच्च सम्मान गर्छु र उक्त तपाईँहरूलाई उजाला गर्नका निमित्त र तपाईँहरूसँग सँगसँगै सहयात्रा गर्नका निमित्त मलाई चाहिँ प्रेरणा दिनुहुने आदरणीय म्यामबाट चाहिँ पुरस्कार ग्रहण गर्नका निमित्त
अनुरोध गर्न चाहन्छु र त्यसै गरी हाम्रा आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू तथा यस विद्यालयका संस्थापक प्रधान घटकज्यू दुवै सरलाई चाहिँ उक्त पुरस्कार वितरण गरिदिनका निमित्त म मञ्चमा आमन्त्रण गर्न चाहन्छु र सरप्राइजमा चाहिँ उहाँका वितरण गर्न चाहन्छु र सरप्राइज आउने विद्यार्थीहरूको नाम भन्न चाहन्छु र उहाँकै मञ्चमा आइदिन अनुरोध गर्न चाहन्छु र सरलाई पनि अनुरोध गर्न चाहन्छु। सिरियालाई पुरस्कार लाइनमै बस्दिनु होला। पुरस्कार सरप्राइज पुरस्कारमा पनि सरप्राइज भएको छ। 5 जना विद्यार्थीहरूलाई चाहिँ मैले सरप्राइज पुरस्कार दिन खोजेको छु। त्यसै गरी कृष्ण सोधारी, त्यसै गरी रोशनी भट्ट, र त्यसै गरी नीतिश जागरी। 5 जना विद्यार्थीहरूलाई आफ्नो पुरस्कार ग्रहणको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। अनि यो पुरस्कार भित्र के पुरस्कार छ त्यो सबैको चाहिँ फोटो सहितको पुरस्कार छ। अब सरप्राइजमा पनि सरप्राइज हुनेछ। तपाईहरुको मेहनतलाई म उच्च सम्मान गर्छु। नेपाली विषयमा म A+ ल्याउन सक्छु जो तपाईहरुको आत्मविश्वास छ। यो आत्मविश्वासप्रति म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। र अब भने सबैले आफ्नो प्राइज खोज्नुहुनेछ। लकिली जसको प्राइज जसलाई मिलेको छ उक्त विद्यार्थीले थप 5 वटा डट पेन पाउनुहुनेछ। ब्ल्याक डट पेन यसमा उत्कृष्ट लेखुन भन्ने उद्देश्यका साथ 5 वटा डट पेनको व्यवस्था गरेको छु। यसर्थ विद्यार्थी बहिनीहरूलाई चाहिँ आफ्नो प्राइज खोल्न अनुरोध गर्न चाहन्छु। लकिली जसलाई तपाईहरु मेहनत छ त्यही मेहनतलाई चाहिँ गडले पनि साथ दिनुहुनेछ।